हेलो जेमिसी साथीहरूलाई फेरि पनि तपाईहरुको अगाडि सब लिएर आउँदैछु सानो ब्लग्सलाई। एकदमै बिजी भइरहेको छु है। भाइ जाँदैछ, सब्जी बनाउँदैछु, खाना पनि बिहान ब्रेकफास्ट पनि नगरे आज त डाइरेक्ट भात बनाएको, फेरि पनि चिया खाँदैछु साथीहरू। बिचमा भोक लागेकै भयो हो, त्यही भएर चिया खान मन लाग्यो। विन्टरमा त धेरै चिया खान मन लाग्दो रहेछ हो। अन्त त्यस्तै छ लाइफ। अब आज शनिबार हो, हाम्रो आमा सेवा पनि छ, भाइ पनि जाँदैछ। एकदमै लाइफ बिजी भइरहेको छ साथीहरू। तपाईहरु के कसो गर्नुहुँदैछ लाइफमा? यस्तै हो, नयाँ साल आओस् पुरानो साल आओस्, लाइफ त हामी छोरी मान्छेको त त्यही हो है। किचनमै बिजी, नयाँ कुराहरू है। नयाँ कुरा भनेको अरू हुन्छ, तर पुरानो कुरा चाहिँ यही हो, रिपिट भएको है। हामी छोरी मान्छेको चाहिँ लाइफ यस्तै रहेछ। तर पनि प्रभुलाई हामी धन्यवाद दिनुपर्छ, किनभने उहाँले हामीलाई स्वास्थ्य शरीर दिनुभएको छ 2026मा है। नयाँ कुराहरूले भर्दै लानुभएको छ, त्यही हो। अन्त म त साग पकाउँदैछु साथीहरू। मेरो भात बसाइरहेको छु यतापट्टि। दाललाई धोएर रेडी राखेको छु। दाल बनाउनु पर्यो, नानी सक्दैन सुखा, अनि भाइ पनि सक्दैन सायदै। अनि त्यही हो छोरी मान्छेको जिन्दगी। छोरी साथीभाइहरू यस्तै हो, खै के गर्नुपर्ने के नगर्नुपर्ने। अब चाहिँ म टक्कै दाल बनाउँछु साथीहरू। तपाईँको खाना पाकेन यसो कमेन्टमा भन्नुहोस् होला। तपाईहरुलाई कतिलाई शौक छ चिया खाने, त्यो पनि कमेन्ट गर्नुहोस् होला। हुन्छ साथीहरू, हुन्छ। र यही आफ्टरनुनको सानो ब्लग्समा तपाईहरुले कमेन्ट सेयर गरिदिनुहोस् होला। हुन्छ, बाई बाई, जय मसी।